ल गाइस हामी आज घुम्न आएको कति राम्रो जग्गा छ सुन्दर तोरी यति राम्रो नजाराहरू आज घुम्न आएको हामी सर के यार जग्गा त भयंकर राम्रो छ यस्तो जग्गामा मलाई खासमा धेरै घुम्न मन लाग्छ के भन्ने तोरी हेर नजारा हेर कति राम्रो छ बाफरे यस्तो मन लाग्छ कि मलाई हैन तोरीको भित्रै जाउँ जस्तो लाग्छ के कति राम्रो जग्गा छ तोरी हैन तोरी हो कि नै हैन गाइस कति राम्रो जग्गा छ पुरातिर तोरी यस्तो राम्रो भछ कि हो कि नै हो यस्तो जग्गामा मलाई लास्ट घुम्न मन लाग्छ कि धेरै घुम्न मन लाग्छ यस्तो जग्गा मैले कहीँ देखेको छैन कि किनकि आज के भन्छ मौका पार्यो हामीहरूले के भन्छ यता घुम्न जानलाई के भन्छ जाउँ यार मैले नि साथीलाई भने जाउँ यस्तो जग्गामा जाउँ कि घुम्नलाई के भन्छ हामीले कहीँ नदेखेको ठाउँ के ल गाइजहरू तपाईँहरूलाई कस्तो लाग्यो यस्तो राम्रो ठाउँ छ तोरी नै तोरी छ यतातिर हेर कस्तो सुहाना मौसम छ उतातिर मतलब म तपाईँलाई मेरो घर पनि देखाउँछु है घर देखिनाले यहाँ हेर्नु म तपाईँलाई देखाउँछु न देखाउने मलाई नै यहाँ हेर्नु जुम गरेर देखाउँदैछु तपाईँलाई हैन ऊ त्यो अगाडि देख्नुभएको छ पराल थोडा पराल देखिँदैछ हो यही हो मेरो घर के यतातिर हेर मलाई देखाऊ तपाईहरुलाई जग्गा कस्तो राम्रो लाग्यो यस्तो जग्गा राम्रो छ के भन्छ यतातिर आएर राम्रो राम्रो भिडियो राम्रो राम्रो ब्लग गन्ना खान आएको हामी गन्ना गन्ना पनि के भन्छ गन्ना पनि टिपेर लाग्यो गन्नातिर हेर तोरी तर तोरी मलाई भयंकर मन पर्यो के भन्ने हैन तोरी एकदम लास्ट मन पर्यो तर पनि के भन्ने र तपाईहरुलाई कस्तो लाग्यो यो जग्गा सबैतिर हेर तोरी त कस्तो राम्रो नजान्छ किनकि आज धेरै जाडो पनि छैन के न त अस्तितिर दिउँसो पनि भयंकर जाडो थियो के अनि जाडोको टाइममा त मोबाइल पनि हातमा समाउन सकिँदैन अब यस्तो घाम लागेछ सोचे कि अब यार घरतिर पनि भिडियो बनाएर धेरै भयो यस्तो के भन्छ आफ्नो घरतिरको खल्लातिर जाऊ पुरातिर तोरी नै तोरी छ यहाँ आएर म यहाँदेखि त्यहाँसम्म जुम गर्छु नि अहिले कस्तो नजारा राम्रो देखिन्छ अहिले हेर्नु होला तपाईँहरू ल हेर्नुहोस् अब हेर्नु न क्या दामी छ भने बिल्कुल मलाई नै हेर्नुहोस् कति दामी छ कि यो जग्गा हेर्नु न मलाई पनि हेर्नु यार म यस्तै देखाउँदै हेर नजारा धेरै राम्रो देखाउँछ होला ल यो भिडियो हेरेर चाहिँ भन्नु होला कि माछालाम यस्तो राम्रो जग्गामा आएको कि म घुम्न कि मेरो साथीले पनि बहुत टाइमदेखि भनिरहेको थियो क्या के भन्छ उसले यता घुम्न जाउँ उता घुम्न जाउँ भनिरहेको थियो के भन्छ ल ठिकै छ यार मलाई पनि घरमा बसी बोर लागिरहेको थियो क्या बसी बोर लागिरहेको थियो किनकि मलाई पनि के भन्छ यस्तो ठाउँमा जानु छ कि यस्तो के भन्छ ठाउँमा त होइन हाम्रो खल्लातिर जस्तो सुहाना मौसम छ राम्रो जग्गा छ किनकि घुम्न मन लागेको छ किनकि टाइम पाउँदैन हामीहरूले त्यसैले आज यस्तो समय मिलाएर आएको क्या म यतातिर यस्तो घुम्न सबै जग्गातिर क्या आज हेर यो टाइम मिलाएर आएको छु क्या मैले के भन्छ यता घुम्नको लागि क्या तपाईँहरूकै लागि त हुने यार म यस्तो राम्रो कुन जग्गा देखाउँछु क्या यताको ठाउँै राम्रो छ क्या गन्ना खाएर हामी त गन्ना खाऊ भाइ मजाले एस गर बस अब हामी अहिले भिडियो बनाएर छौँ नि अहिले कमसेकम हामी बेलुकातिर जान्छौँ होला 5-6 बजीतिर घर जान्छौँ होला 5-6 बजीसम्म यतै घुम्नु बस्ने कि किनकि बार यस्तो मौका मिल्दैन के भिडियो बनाउन यतातिर घुम्न मौका पाउँदैन के किनकि आज के भन्छ समय मिलाएर म यता आएको क्या गन्ना खाएर बस्ने हामी त गन्ना खाएर आज के भन्छ जति मोज गर्नु छ नि के भन्छ त्यति मोज गर्नुपर्छ क्या किनकि यस्तो मौका बार पाउँदैन हो कि नै हो त्यसैले आज जति यस गर्नु छ गर त्यहाँदेखि यस्तो मौका कहाँ मिल्छ केटी जस्तो थोरो हो यार हाम्रो यार के भन्छ केटाहरूको पनि त भयङ्कर काम हुन्छ यता पुरातिर काम हुन्छ यसले घुम्ने टाइमै मिल्दैन हो कि न किनकि के भन्छ यो जिन्दगीमा के भन्छ केटाहरूले के भन्छ जन्म लिएर आएपछि सबसे ज्यादा झन् भनेको केटाहरूको हो कि यस्तो टाइमै मिल्दैन घुम्न शर्मिला बुढी गन्ना खाने हो भन तिम्रो लागि बुढीको लागि गन्ना किनकि यो भिडियो चाहिँ अब के भन्छ दुईटा ठाउँमा जान्छ क्या एउटा टिकटकमा जान्छ अनि एउटा युट्युबमा जान्छ मेरो
जुन चाहिँ युट्युबमा टिकटकमा धेरै सब्सक्राइबर छन् के उनीहरूलाई यो भिडियो आज देखाउने हो। देखो सुहाना हेर न मौसमतिर उतिर देखाइदेऊ न हजुर देखाउनु त कति राम्रो जग्गा छ बुझ्नु नि। ल साथीहरू तपाईँहरूले गाउँका सकलहरू यस्तो त देखिहाल्नुभयो भिडियो अब के भन्छ अफ हुँदैछ होइन जति हुनसक्छ लाइक सब्सक्राइब गर्नु होला के यस्तो दामी भिडियो बनाइरहेको छु नि म बुझ्नु नि। गन्ना खाएर अरे आफ्नो कुन चाहिँ बेबीलाई पनि भन्न शर्मिला बेबी गन्ना खाने हो देख्नु नि यार तिम्रो लागि गन्ना ल्याएर आएको छु यहाँ हेर बेबी। अब मेरो त भन्ने त के भन्ने अब शर्मिला भोलिसँग अब मेरो त म त अब बोलचाल गर्नै छोडिदिने अब यिनीहरूले भन्न सक्दैन यस्तो भिडियोको बारेमा भन्ने नि होइन कि होइन रिसाउनु हुन्न छोडिदिउँ। ल गाइजहरू सबैजना राम्रोसँग बस्नु होला बेलुका यो भिडियो आउँछ। नमस्ते बाई बाई टाटा सी यू।